नमस्कार सम्पूर्ण साथीहरूलाई तपाईँहरू सामु मैले एउटा फेरि पनि युट्युबमा नयाँ भिडियो लिएर आएको छु। यो भिडियो चाहिँ एउटा फुलको बारेमा छ जुन चाहिँ एकदमै फाइदाजनक छ। यो फुलको नाम चाहिँ हो अपराजिता नेपालीमा र इङ्ग्लिसमा चाहिँ बटरफ्लाई पी छ होइन। यो फुलको फाइदाहरू एकदमै राम्रो छ, त्यही भएर मैले यो सानो भिडियो मेरो गार्डनमै फुलेको छ म तपाईँहरूलाई देखाउने पनि छु। वेलकम ब्याक टु मार्डन बगैँचा। अब म फुल टिप्न जाँदैछु। फुल टिप्नको लागि चाहिँ मैले सिसाको भाँडाएर लिएको छु। यहाँनिर मेरोमा क्याट छ क्या, यहाँनिर यसले दिक्कै लगाइरहेछ। क्याटले मलाई कहीँ जानु पनि दिँदैन। फुल टिप्नु चाहिँ मैले गार्डनमा जाँदैछु अहिले। एकछिन ल, म यहाँनिर उता फुलिरहेछ यहाँनिर। म चाहिँ यसरी टिप्छु यहाँबाट। है एउटा दुईवटा तीनवटा यहाँ यति भएछ। यहाँ पनि छ, यस्तो हुन्छ। सो प्रिटी। यसको चाहिँ लहरा जान्छ क्या। यो प्लान्ट चाहिँ युजली यसरी लहरामा यसरी फुलेको हुन्छ। हेर्नुहोस् न कस्तो क्युट छ होइन। यस्तो राम्रो हुन्छ कलर हेर्नु न। यहाँ यति भयो भने त पुग्छ मलाई। फुललाई चाहिँ यसरी पानीमा धुने, यसरी मजाले धुनुहोस् 2-3 चोटि। अनि पानी धोकोलाई थाल्ने। हुन्छ तपाईँले यो हरियो पात चाहिँ म निकालेर फालिदिन्छु यसरी। अनि यो पात हुन्छ नि, यो पात यसरी केलाउने क्या, छुट्टा छुट्टा हुन्छ होइन। पात छुटाउने क्या यसरी। म चाहिँ त्यसरी गर्छु। मजाले तानिन्छ। तपाईँले यो हरियो पातलाई यसरी तान्ने, ठक्कै आउँछ क्या, यसरी निस्किन्छ होइन। अनि पातलाई यसरी छुटाउने, मजाले हुन्छ यसरी निस्किन्छ क्या। यस्तो हुन्छ, एकदमै राम्रो हुन्छ। यसरी निस्किन्छ। अनि यो पात हुन्छ, यसलाई चाहिँ चिया बनाउने यसरी। चिया खाइदिउँ न अब यसो है। हेर्दा पनि कस्तो खाउँ लाग्ने, ट्राई गरौँ है। टेस्ट चाहिँ कस्तो छ भने अलिकति गुलियो भन्दा पनि चिनी हालेको जस्तो गुलियो चाहिँ होइन, तर पानी भन्दा चाहिँ अलिकति स्विटनेस खालको टेस्ट छ। देयर इज नो स्मेल छैन। यसको फाइदाहरू चाहिँ तपाईँको कस्तो भने एन्टी इन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र तपाईँले फुड कलरिङ अथवा तपाईँको क्लोथ्सहरू डाई गर्नु पऱ्यो भने पनि तपाईँले यो फुललाई चाहिँ युज गर्न सक्नुहुन्छ मेमोरीहरूको लागि होइन। तपाईँले यो फुल सुकाएर पनि तपाईँले
ड्राई टी बनाएर खान सक्छ। तर मैले चाहिँ आज फ्रेस टिपेर बनाएको हो र यो फुलको फाइदै फाइदा छ। ल हेर्नुहोस् त, ब्युटिफुल। थ्याङ्क यू सो मच मेरो भिडियो हेर्नुभएकोमा। म अर्को हप्ता अथवा अर्को 2-3 हप्तापछि फेरि पनि नयाँ भिडियो लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि यो भिडियोलाई तपाईँले आफ्नो साथीहरूलाई सेयर गरिदिनुहोस्, आफन्तहरूलाई सेयर गरिदिनुहोस्। यदि सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। म अझै राम्रो भिडियो लिएर अथवा फाइदाजनक फुलहरूको बारेमा चाहिँ एउटा अर्को भिडियो लिएर तपाईँहरू सामु आउनेछु। त्यतिन्जेलसम्मको लागि राम्ररी बस्नुहोस्। गड ब्लेस यु एन्ड ह्याप्पी गार्डनिङ। सेवारो नोगेन।